Boom! Apa यहाँ पनि रहेछ झन् ठुलोवाला के गरेछ बसेछ जहाँ Marigold. Hello and welcome back to the vlog. So म चाहिँ नयाँ vlog लिएर आइसकेँ after so long. So stick to the vlog and you will know what today's vlog is going to be all about. So stay tuned here. As this video vlog is not that special, but I will show you around my house. यस्तो भएको रहेछ आजकल चाहिँ पुरा मम्मीले फुलहरु लगाउनु भएको छ यहाँ हजुर फुल चाहिँ राम्रै बारेछ खाने यो मम्मीले यो फुल चाहिँ मार्नु भएन थियो यो चाहिँ मैले लगाएको यो फुलहरु चाहिँ सानो थियो म जाने बेला चाहिँ अहिले चाहिँ ढकमक्क भएछ अझै ठुलो हुनु बाँकी छ फुलहरु भाँच्दिएर केले भाँचेको राम्रो भएको छ फुल चाहिँ यस्तो के यस्तो म नभएपछि यस्तो हुन्छ घरको हालत आज चाहिँ मेरो काम यो मजाले सरासरी काट्ने हो अनि त्यति हो यहाँ चाहिँ लाउरे फुल पनि यस्तो गजब बाछा हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ के गरेछ बसेछ जहाँ यसले नभेटेको पनि धेरै बातेको यस्तै माया लगाइरहेको थियो तिमीलाई चाहिँ फाइनली भेट भयो होइन त बोटको हालत किन यस्तो भएको यार खत्तम भएछ अनि यहाँ चिउरी कामै गर्न जाँगर लगाइरहेछ मलाई चाहिँ हिजो यस्तो कराइएछ कि बोले नै पुग्दैन आज मेरो म चाहिँ हाम्रो भैँसीसँग छु यता हेर त यस्तो माया लाग्थ्यो यार कसम जाने बेला भैँसीहरूको मलाई त चिनिहाल्छ पक्कै होइन यस्तो गर्छ गोठको हालत यस्तो भएको छ घाँस यस्तो राम्रो घाँस दिँदाखेरि नखाएको हेर त बिग्रेको हो फुल चाहिँ बबाल भएछ फुल चाहिँ यस्तो खतरा खतरा ल हेर्नु त पारिमा हजारी फुल देखाइन्छु हजुरलाई म्यारिगोल्ड यस्तो खतरा भएको छ यस्तो खतरा भएको छ तिहार चाहिँ बबाल हुने भयो पहिलाको वा भाडा यस्तै छ ल औँखो पनि हेर्नु ल ओ भाइ औँखो पनि ठुलो भएछ यार यो मेरै लाग्यो यो औँखो चाहिँ त्यति नै हो जे छ सबै एभ्रिथिङ इज फर मी मम्मीले जे लगाउनुहुन्छ त्यो चाहिँ आई गेट टु इन्जोय वाटेभर अनि कुपिन देख्न सक्नुहुन्छ ए ल पहिला त यस्तो सिकाएपछि चाहिँ कुहिन्छ अरे फल त्यही भएर यस्तरी कसरी हो तर म चाहिँ त्यसमा विश्वास गर्दिनँ गाइज कुपिन्दा चाहिँ दुईटा मात्रै हो कि अरू पनि छ यति नै छ अनि यहाँ चाहिँ सिमीहरू फल्दैछन् भर्खर अनि यो भयो सबै मम्मी केकले लगाएको कि यिनीहरू चाहिँ अनि यहाँ जाल भयो यिनीहरू सबै यो जाल चाहिँ मैले पनि हल्का लगाइदिएर गएको थिएँ अहिले चाहिँ यस्तो भएको अनि फुलहरू चाहिँ म लगाएको चाहिँ यहाँ मम्मीले काटिदिनु भएको थियो तर यस्तो बराबर भएन हँसीले काटेको पनि कस्तो होला कामै गर्न जाँगर लगाइरहेको छैन मलाई त यार कामै गर्न जाँगर लगाएको छैन त्यति गर्ने मान्छे त होइन म त्यही पनि यहाँ सफा गर्नु छ यस्तो छ हालत मेरो घरको यहाँको काम चाहिँ सब म गरिदिन्छु अब चाहिँ के गर्नु अब भन्नु के छ अनि तर मेरो मम्मीले केराहरू चाहिँ बब्बा लगाउनुमा चाहिँ त्यहाँ हेर्नु सक्नुहुन्छ यो सबै मम्मीले लगाएको केरा यिनीहरू चाहिँ सबै झुम्म भएको छ पुरै ठुला ठुला भएर कति राम्रो बारीलाई पनि शोभा छ बारीहरूले राम्रो देखाइरहेछ केराको बोटहरूले चाहिँ
त्यति नै अनि फुलहरू अहिले त्यहाँतिर चाहिँ खतरा भएर चाहिँ के हो यस्तो बोतलमा के राख्नु भएको छ यस्तो के भन्नु अनि यहाँ चाहिँ मम्मीले गोपीहरू लगाउनु भएको रहेछ भर्खर ठुलाउँदैछन् अनि यहाँ खुर्सानी चाहिँ पाकिसकेको छ मजाले पाकिसकेको छ यार यो त यार टिप्ने बेला भएछ यो त यो चाहिँ हाम्रो बारी हो गाइज मेरो घरको वरिपरिको बारी यस्तो छ पानी पर्छ कि आज किन यस्तो कुरो छ चोर्न आइसक्यो आइज कति पटक हाम्रो घरको पकाएको भातभित्र गई खान्छ कुन मैले थाहा पाउनु पर्दैन फेरि भनेर भन्न मिल्दैन गाइज आई लभ डग्स सो मच मैले भने मात्रै तर कहिले काहीँ चाहिँ एकदमै रिस उठाउँछ है भातहरू चोरिदिँदाखेरि चाहिँ लास्ट के रिस फेरि यता हेर्नु ल रक्की हो कि यो कहाँबाट आएछ आइज आऊ कट्टी आइज यो सबै कामहरू गरिदेऊ त तिमीले ए आमाले पुरा फुलहरू लगाइदिएर पुरा घर सजाउनु बारे चाहिँ अनि यो भाइ यो झन् ठुलो हुँदैछ यो फुल झन् यस्तो खतरा हुन्छ यो झन् है पुरै अनि यहाँ चाहिँ यस्तो गेट बनाइने हो यहाँ चाहिँ मम्मीले घाँस काटेर राख्नु बारे छ 1 2 3 4 5 6 वटा जति छ घाँस म चाहिँ मेरो काम सुरु गर्छु यहाँबाट कहिले घाम लागेको छ कहिले के शीतल गरिरहेको छ आजको वेदरको हालत चाहिँ त्यस्तै भइरहेछ त यति घरमा म नभएको बेला यहाँ आँगनको हालत हेर्नु पुरा घाँस उम्रेर तर म यसलाई चाहिँ ठिक्क हो यो यस्तो वाला भयो भने चाहिँ खतरा हुन्छ दुबो भयो भने चाहिँ त्यो चाहिँ मलाई राम्रो लाग्छ अब यहाँको काम हुन्छ अब मेरो चाहिँ मस्त बस्छु बसेर काटिदिन्छ यिनीहरू घाँस चाहिँ अब के भन्नु यार भिडियो हेर्ने मान्छेले पनि मैले चाहिँ अलिकति काटेको पर्यो यति काटिसकेँ गाइज भैँसी गरेर छ किनदेखि यो त खान्छ होला ल खा यस्तो राम्रो घाँस त फालाछ के खालायो ए खायो त यो त बाख्राहरूले पनि दिने होला फेरि ल भाइ खा स्याबास भैँसी चाहिँ कराको कराई गरेको है त्यही भएर अब पानी दिन्छु म चाहिँ पानी तिर्खा त हुन्छ नि यार पानी तिर्खारै कराएर चाहिँ यो चाहिँ खत्रै तिर्खाले चाहिँ
अरू यति पनि किन्न होला ल ल ल ल ल ल ल सो गाइस मेरो काम चाहिँ लगभग सकिसक्यो अब चाहिँ यहाँ पनि सफा गरिसकेँ त्यहाँ पनि सफा गरिसकेँ मैले पुरै अब एकचोटि सर सोर्नु मात्रै छ अनि म तपाईहरुलाई यहाँ देखाइदिन्छु गाइस के छ भनेर बुम यहाँ चाहिँ फर्सी छ है और के फलाछ म सबै देखाइदिन्छु ल के फलाएर छ यहाँ ओ फर्सी त यहाँ पनि रहेछ झन् ठुलो वाला अनि यहाँ गिरुला किल्लो काक्यो त्यो फल्दैछ त्यति नै हो चाहिँ मेरो काम चाहिँ सक्यो अब अरु चाहिँ भोलि गर्छु म ठ्याक्कै मेरो बहिनी आउँदै रहेछ नि यहाँ बिहान लाज मान्छे नि हेर्न बल खेल्न यता हेर्छ यतातिर हेरिरहेको छ ल हेर्नु हाम्रो खुमा बहिनीले घाँस यत्रो बाहिर बोकेर जाँदैछ गाइस चोरेर ल्यास् नि तैँले ल छोपे चाहिँ हान्दैबाट अब यहाँ चाहिँ हामी मजाले भलिबल खेल्ने हो भलिबल हान्ने हो सट हान्ने हो जाने हो नि ओ भाइ फुटबल केटा आयो के भयो चौरे छिटो आउनु खेल्ने हो के म आउनु लाग्छु एकछिन त्यो भिडियो बनाउनु देऊ न एउटा ल हान त चौरे ओइ भागे यार